जानेको भनेको मैले गोइङ टु द हाउस इटिङ द राइस स्लिपिङ द बेड संस्कारमा गएर सब्सक्राइब भन्ने भुटे भयो हामीलाई रोक्यो। अब पकाए 2 छोराकी आमा म टिकटकमा 2 छोराकी आमा म हँसाउने आफ्नो भोइसमा हँसाउने कलाकार नै स्थानीय कलाकार मेरो जस्तै टिकटक सबैले मन पारेर 8 लाख 9 लाख भ्युज गयो। त्यस्तै अब मैले एउटा युट्युब च्यानल खोल्दैछु, त्यसमा पनि सबै मेरा टिकटक साथीहरू लगायत सबैले नेपालमा बस्ने विदेशमा बस्ने सबैले मेरो युट्युब च्यानललाई त्यस्तै माया गरेर त्यस्तै टिकटकमा जस्तै माया गरेर हेरिदिनु होला। सबैजनाले मेरो अनुरोध त्यस्तै छ, सब्स्क्राइब गरिदिनु होला भन्नु। सब्स्क्राइब गरिदिनु होला। खासै अब त्यति इङ्ग्लिस बोल्न त आउँदैन। 1 कम 2 कम 3 मा 10 मा 3 कम हो, एसएलसी पास हो। 3 कम भनेको के फेरि? 1 कम 2 कम 3 मा 10 मा 3 कम भनेको 7 हो, त्यही पनि एसएलसी पास चाहिँ हो। इङ्ग्लिस जानेको भनेको मैले गोइङ टु द हाउस इटिङ द राइस स्लिपिङ द बेड मैले जानेको त्यति हो। सबैले सब्स्क्राइब हो कि के भन्ने गरिदिनु होला र माया गरिदिनु होला, मलाई अझै खुसी राखिदिनु होला। सब्स्क्राइब गरिदिनु होला, फेरि भनिदिनु। सब्स्क्राइब गरिदिनु होला, लाइक हान्दिनु होला, कमेन्ट हान्दिनु होला, हैन? लाइक हान्दिनु होला, कमेन्ट हान्दिनु होला, लेखिदिनु होला राम्रा राम्रा। मलाई खुसी, तपाईँ खुसी हुनु होला, मलाई पनि खुसी राख्नु होला। तब मलाई दिनै मसला पिस्नले छोडेन भाइ। अब यही मसलाले भाइरल गरायो, 2 छोराले भाइरल गराए। यही मसलाले मेरो 2 भाइ छोराले भाइरल गराए। जाँदा जाने भाइरल तिम्रो आमा छोरा भन्छन्, 2 छोराकी आमा भन्छन्। तपाईँले युट्युबमा पनि 2 आमाकी छोरा भनेर होइन, 2 छोराकी आमा भनेर मलाई सब्स्क्राइब भन्ने गरिदिनु होला। म त्यसैमा अनुरोध गर्दछु। ल हेर्नुहोस्, सबै रित्तै छन्। दोकान छ भन्न के नि पकाउने बेला न प्याज छ, टमाटर त एउटो केडो, प्याज पनि छैन, केही छैन। पकाउनु भन्न आएकै छैन, के राखेर पकाउने, त्यत्तिकै झोल खुस्रोको पकाउने खाने। करेलो भुट्छु, भुटेर ठिक्क पारे, त्यहाँ अन्डा र आलुको झोल पकाउँछु। त्यसैमा नि प्याज छैन। अब दोकानमा बस्यो गरे दुःख भयो, खतरा खुद्रुङ झोलझाल पकाउने खाने। हामी हाम्रो गाउँतिरको खान्की यही त हो नि, होइन? कराई यस्तो छैन। गर्मी छ, दिउँसोको नास्ता बनाउँदा लस्सी यति दुध किनेर दुध ल्याएर जमाइदिएपछि लस्सी बनाऊ, दिउँसोलाई नास्ता भयो। हामीलाई रोक्यो। तर चाहिँ मैले आफै खान्छु है, तर चाहिँ मैले जमाउँदिनँ, किनभने रुवा लाग्छ, यताउति गर्छ, त्यही भएर तर जमाउँदिनँ। यहाँ राख्ने, यहाँ अनि यसलाई किराकिरी पर्छन्, यसरी छोड्ने। भोलि दही जल्छ खाने, यसरी छोडिदिने हो। अहिले अन्डा चाहिँ पछ्याएर छोडिदिने, पहिला आलु पाकिसके यस्तो मिठो हुन्छ। अहिले खाने बेला हेर्नुलाई भुट्दासम्म भुटेपछि फेरि लास्टमा यसै गरी पानी राख्ने, फेरि पनि भुट्ने। अनि त्यो भुटिसकेपछि फेरि यो खुडिन्छ, खन्नु हुँदैन। फेरि यसलाई यसरी ढाक्ने।